यस्तो भयो हिजो मेरो यसरी नै एक्सिडेन्ट भयो नि गाइस झ्याप्पो मसँग 20,000 को छ 20,000 को नोट छ गाइस होइन मलाई यहाँ जसले पनि किडन्याप हान्न सक्छ सो म भाग्नुपर्छ है यसरी भाग्नुपर्छ यस्तो भाग्नुपर्छ मेरो भिडियो त्यति नै भइरहेको छ भने वान ट्याप हुने होइन अरू बेला वान ट्याप हुने स्कुटर होइन डबल दिइरह भने सो वाट्सअप गाइस टक्कसँग स्वागत छ सबलाई अधिकारी ब्लग्समा होप यु आर फाइन तपाईँहरू सबैजना सन्चै होला होइन अनि टक्कसँग म पनि आरामै छु है टक्कसँग दामी पारामा दामी जुत्ता देखेर रोक्ने टक्कसँग दामी पारामा जुत्ता हाम्रो यहाँ ज्याकेट हावाहुरी होइन टक्कसँग यहाँ हाम्रो मैचाङ होइन अनि जानुपर्छ अब राइडमा सो टक्कसँग होइन मैले मङ्की मार्क्स पनि लगाइसकेँ सक्सिस अनि आँखा फेरि अनि हाम्रो अब स्कुटर स्टार्ट गर्नुपर्ने हुन्छ है टक्कसँग वान ट्यापै ल नभइदिँदा ल आज तर ब्रेक छुने बित्तिकै हुन्छ यतिको कि थाहा छ क्या मलाई ढोका दिँदैन क्या होइन सो अहिले चाहिँ टक्कसँग म लङखेल जानु लाग्यो होइन अनि हेर्न सक्नुहुन्छ टक्कसँग अधिकारी ब्लग्स अलवेज ब्लग्स त्यही हो सकेर होइन अनि पेट्रोल पनि सपना धेरै 500 को बाबुहरूको कप झऱ्यो सो गाइस है टक्कसँग म उता कृष्ण मन्दिर लङखेलबाट पनि निस्किसकेँ है अब कि हाम्रो डेस्टिनेसन भने घर साइडमा रहेको चिया खाने होइन त्यही हो टक्कसँग अब जाने हो चिया खाने हो बस्छ बाह्रमा यो बाटो लास्ट जाम हुन्छ कि मलाई आउनै मन लाग्दैन थियो कि पार्किङ राख्ने ठाउँ नै छैन कि अनि यही ठाउँ बस्नुपर्ने हुन्छ हामी है हाम्रो अगाडि तेल थिएन अहिले हेर्न सक्नुहुन्छ है हामीले रुपिस 500 को तेल पनि हालिसकेको छ अनि अहिलेको टाइम कति भयो भनेपछि यो टाइम स्क्रिन देखायो फुल टाइममै देखायो गाडी हेर्न यति गाह्रो छ कि अहिले 16 भएछ वा यो घडीको 12 घन्टा बनाउनै मिल्दैन भने 12 आवर्स बनाउँछु भने होइन आउँदै आयो भने मलाई झन्झाट छ भने फेरि यस्तो टाइम हेर्नै आउँदैन समथिङ अहिले 3 बजे होला अब 300 मेरो दिमागले भने त्यो गाइस अब हामी यहाँबाट महालक्ष्मी खान हुँदै जान्छौँ होइन अनि हामी लङखेलबाट गयो भने कि हामीलाई अलिकति झन्झाटै हुन्छ रामाले हेरेको भान्जा मक्क परेको ए भाइ जान्छन् भनेर छोडिदिएको छु जाँदैनन् के भन्नु हो झन् होइन नजा भने मान्छेहरू कि जान्छन् नेपाल हो जे हुन्छ नेपालमा हुन्छ नेपालमा नभएको चिज कहाँ हुन्छ यस्तो भन्छ हिजो मेरो यसरी नै एक्सिडेन्ट भयो नि गाइस है मैले भने पनि छैन होइन म मेरो साथीसँग गाडी अनि अलिकति स्पिडले थिएँ होइन अनि एक्कासी एब्सेन्टवाला कि त्यसरी नै बाटो क्रस हान्यो भने अब 80को स्पिडमा झ्याप्पो ब्रेक लाउन नि नसक्ने डिस्क ब्रेक भयो पनि लाग्थ्यो हाम्रो स्कुटीको अब डिस्क ब्रेक पनि होइन त्यही माथि ब्रेक पनि हेर्न सक्नुहुन्छ एज यु क्यान सी है छैन कि ब्रेक राम्रो छैन मेरो होइन मलाई यत्तिकै ठिक लाग्छ चलाउन होइन एक्कासी झप्प आएको अलिकति टाढैबाट देखायो भने कन्ट्रोलिङ ब्रेक सेक लगाएर अलिकति स्पिड चाहिँ घटाइदिउँ नि झ्याप्पै के म त्यही पुग्नु त्यही फर्काउनु भने म त घरमा गएको छु भइदिँदा रङ साइडबाट नि हान्नुपर्छ कहिले काहीँ सो केटा हो धेरै भ्लग आउँदैन आज भोलि है डेली हाल्छु भन्छु 12 को इक्जाम लगाइसक्यो पढ्नुपर्छ प्रिपेयर भइरहेको छ आज भोलि है कलेज
भइरहेको छु त्यही हो अनि अघि आउँदाखेरि मैले पर्स देखाइदिएँ क्या मसँग पर्समा चाहिँ अब 50 रुपियाँको नोट थियो होइन अनि अहिले झ्याप्पो मसँग 20,000को छ 20,000को नोट छ बाइक होइन मलाई यहाँ जसले पनि किड्न्याप हान्न सक्छ सो म भाग्नुपर्छ है यसरी भाग्नुपर्छ Uncle, I traffic uncle, Dosure, I Cola, Dosure, I Cola, Dosure, मेरो भिडियो अझै भएन कि क्या भइरहेको रहेछ अब फोनमा चलाउनु भएपछि गाह्रो के गोप्रो भयो त रिमोट टक्क आउँथ्यो के भन्नु ए भिडियो त यही बनिरहेछ मेरो फोकसको नमाएको स्क्याम हान्दिरह्यो भने त वान ट्याप हुन्थ्यो होइन अरू बेला वान ट्याप हुने स्कुटर होइन नखोलिदिरह्यो भने बेचेत भइदिरह्यो हाम्रो बेचेत भइसक्यो है गाइस अब हामी जानुपर्ने हुन्छ हाम्रो डेस्टिनेसन कि ह्यासट्याग नभनौँ होला अरे क्या चिया खाने ठाउँ ह्यासट्याग चिया खाने ठाउँ है सो हामी अब सबैसँग गएर चिया खानु गाइस हामीले एउटा म्याच जितिसकेको छ होइन जन्मा कि हाम्रो स्कुटरले टाइममै स्टार्ट नगरेर अलिकति ढिलो ओपन भएको थियो तर हामी सबभन्दा अगाडि आइसक्यौँ है जसले मलाई टप्याएको थियो मैले सबलाई वाच गरेको थिएँ अनि तिनीहरूभन्दा अगाडि नै हामी आइसक्यो है सो हाम्रो जिते भएको छ हार भएको छैन अनि हामीले अब यो स्कुटरलाई नै ओभरटेक हान्नुपर्ने हुन्छ ल स्कुटरवाला पापाको परिपऱ्यो जस्तो छ सो गाइज है टक्कसँग म घर पनि आइसकेँ होइन अनि आउनु पर्ने कि म अघि नै हो 6 बजेतिर हो तर यतिखेर 7:25 भएको छ किन ढिलो आयो भनेपछि हामी चिया हान्न गएको थियौँ टक्कसँग साथीकोमा होइन अनि त्यो चिया खायो गफहरू गऱ्यो रमाइलो गऱ्यो कन्टेन्ट खोज्न गएको कन्टेन्ट पाइनँ होइन तर म फर्केर आएँ त्यही गाइज टक्कसँग भ्लग हालिदिन भनेको थिएँ हालेँ होइन किनकि म फुड सर्टमा थिएँ होइन प्रिबोर्ड चलिरहेको थियो तर मलाई बाल भएन है पास भयो हुन्छु फेल भयो हुन्छु ब्ल्या त्यही हो गाइस न्यू डे न्यू ब्लग सब ब्ल्या भेट्नुपर्छ नयाँ ब्लगमा होइन त्यही हो ब्लग ढिलै आउँछ होला तर केही छैन हावा ब्लग भयो भने हाल्यो मलाई भ्यू चाहिएको छ 10 भ्युज आयो नि 5 आयो भने आई एम ह्याप्पी बाई प्लेन आयो